बेथेको साग र आलुको मुखै रसाउने अचार बनाएर खाँदा त जिउ दुखेको पनि ठीक हुन्छ। स्वादको कुरै छोडौँ है, तरकारी अचार दुवैको काम गर्ने गरी आज म बनाएर हजुरहरूलाई सेयर गर्दैछु। ल हेर्नुहोस् त, यो फ्रेस बेथेको सागलाई कुटु 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 मुन्टा मुन्टा टिपिसकेपछि मेन अचार बनाउने, तरकारी बनाउने यसैको आज चाहिँ म एकदमै मिठो अचार बनाउँदैछु। अब यसलाई चाहिँ के लाएर खलखल पखाल्ने, त्यसपछि उसिन्नु पर्ने हुन्छ। आलु पनि उसिन्ने, बेथेको साग पनि पाक्ने गरी उसिनिसकेपछि सेलाउन साइडमा छोड्ने, आलु तासेर काट्ने, त्यसपछि खोर्सानी पनि काट्ने, कागती पनि रेडी गर्ने। त्यसपछि अचारको लागि चाहिने यो स्वादअनुसार नुन, खोर्सानीको धुलो अनि आफूलाई के को छोप मनपर्छ सबै रेडी गर्ने। बेथेको सागलाई फेरि पनि मजाले पखालेर निचोरेर एउटा भाँडामा निकाल्ने। त्यसपछि यो उसिनेर काटेको आलु राख्ने, त्यसै गरी स्वादअनुसार नुन, खोर्सानीको धुलो, तिल, सिलाम, आलस के को छोप मनपर्छ सबै थरी राख्ने। अनि कतिको अमिलो खान मन लाग्छ भन्दा पनि अलि अमिलो अमिलो ट्वाक्क मिठो हुन्छ। कागती निचोरिसकेपछि झार्नको लागि तातो तेलमा मेथी र खोर्सानी पुराउने, बेसार ज्वाइँ बेथेको साग र आलु माछी राखेर झानिसकेपछि त पुरै घरै यति मिठो बास्ना आउँछ। अबको पालो भनेको सबै सामग्री सबैतिर लाग्ने गरी राम्ररी मिक्स गरिसकेपछि तरकारी अचार दुवैको काम गर्छ यो बेथेको साग।